मेरो के को न्यायाधीशसँग सम्पर्कै थिएन। अनि त्यस्तो हुन्छ, आफूलाई नआउने कुरा आउँदै। तपाईँलाई खुलेआम भन्छु, म यस्तो इमान्दार वकिल थिएँ, मलाई आयकर सयको करको र वित्तीय सम्बन्धी मुद्दा कसैले दिँदैन थियो। त्यहाँ त 2 पैसा तलमाथि गर्नुपर्ने होइन, त्यो 2 पैसा तलमाथि गर्ने मेरो स्वभाव नभएपछि कसले मलाई मुद्दा दिन्छ र कहाँबाट मैले अनुभव पाउनु। र त्यो चाहिँ ब्याङ्किङ सम्बन्धी र त्यो के अरे चाहिँ के आयकरका कुराहरू आएपछि मलाई टाउको फुलेर आउँथ्यो, कहिले हेरेकै छैन, किन मलाई दिएन। म सधैँ इमान्दार थिएँ। इमान्दारलाई त्यस्ता मुद्दा व्यापारीले कहिले दिँदैनन्। इमान्दार वकिलले तपाईँको न्यायाधीशसँग सम्पर्क छ भनेर सोध्छ तिनीहरूले। अब मेरो के को न्यायाधीशसँग सम्पर्कै थिएन। अनि त्यस्तो हुन्छ, आफूलाई नआउने कुरा आउँदै, कुनै सवाल उठ्दैन। हेर्नुहोस्, अनि त्यसै कारण चाहिँ न्यायाधीशहरू छन् नभएको होइन, राम्रो छ। अहिलेको जुडिसियरीलाई जो बदनाम गराउने काम गरेको छ पोलिटिकल पार्टीका मान्छेहरूमा इमान्दारी नभएर बिग्रेको। उनीहरू के चाहन्छन्, संसद आफूले होस् कि नहोस् संविधान कानुनमा भङ्ग गर्ने, त्यो भङ्गलाई गर्ने चाहिँ त्यसले मान्यता दियोस् भन्छन्। जबकि संसारमा कहीँ त्यस्तो छैन। त उसले गर्छ कसरी व्याख्या गर्छ कि आफू मरेर उसलाई बचाउँछ त उसले? त्यो त सम्भव छैन। अनि यहाँ जे पनि गर्ने त्यो चाहिँ ओह्नु पर्ने, स्याबासी दिनुपर्ने, त्यसलाई जायज मानिदिनु पर्ने। जज आफू चाहिँ जिन्दगीभर जज बदनाम भएर, न्यायाधीश बदनाम भएर चाहिँ राजनीतिज्ञलाई चाहिँ उसले समर्थन गर्दछ। अनि त्यो उनीहरू मन पराउँदैन, रुचाउँदैन।